फाइनेन्समा गएर फाइनेन्सियल सेक्टरमा गएर सेक्युरिटीलाई टाइट गर्नुभयो र क्लाइन्टलाई हेरेर त्यो सेक्युरिटी कसरी हामीले मेन्टेन गर्छौँ भन्नुभयो भने त लास्टमा उसको पाउने त बेनिफिट पाउने त के हो त क्लाइन्ट नै हो हैन उहाँले भने जस्तै। त्यसकारणले त्यसलाई हामीले अलि बढी महत्त्व दिएका छौँ हैन। त्यो दिँदाखेरि त्यही आइटी सेक्टरकै भनौँ न आइटी हेडहरू उहाँहरूले बढी जान्नुभयो भने त्यो अनुसार सेक्युरिटी अलिकति फाइनेन्सियल इन्स्टिट्युसनमा जस्तो पेमेन्ट सिस्टममा सेक्युरिटी बढी भयो भने त सबैलाई फाइदा भयो, देशलाई फाइदा भयो, युजरलाई फाइदा भयो। अनि त्यो हामीले फेरि त्यस्ता खालका न्युजहरू कार्ड भयो यस्तो फ्रड भयो, इन्टरनेट ब्याङ्किङमा यस्तो फ्रड भयो, सँगसँगै डाटाबेस नै यस्तो भयो भन्ने त सुन्न पाउँदैनौँ हैन। त्यही बढी सुनेको आधारमा हामीले अहिले त्यसलाई महत्त्वपूर्ण दिँदैछौँ। दर्शकबिन तपाईँ कार्यक्रम द कनेक्सनको साथमा हुनुहुन्छ। फेरि एकैछिन हामी विश्रामका लागि रोकिन्छौँ, हामीसँगै रहनुहोला। Chitwan Medical College presents CMC Career Quiz, brought to you by Red Bull, the one and only energy drink. Kangaroo Education Foundation, for genuine and authentic counseling. Think Kangaroo. sponsored by Golden Gate International College, Prime College, Galaxy Public School, DAV Susil Kedia Biswabharati Higher Secondary School. Master ID, means of unlimited communication. We know you love your child more than we can say. We know you care your child more than words. Your love, your care, your dream should reflect on your child. So, they should be groomed with Master ID. It keeps every record of your child during schooling. Download Master ID on your smartphone from Google Play Store. Means of unlimited communication. Master ID. विश्रामपछि पुनः स्वागत छ कार्यक्रम द कनेक्सनमा। दर्शकवृन्द, आज हामीले कार्यक्रम द कनेक्सनमा सूचना प्रविधिको सुरक्षित उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरिरहेका छौँ। जस्तो नारायण सर, अब हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौँ। यहाँ ख्याल राख्नुपर्ने कुराहरू के रहन्छ? जस्तो कन्ज्युमरको पाटोबाट के रहन्छ, आइएसपीको पाटोबाट के रहन्छ र पोलिसी मेकरबाट कसरी जान्छ? दिनानुदिन रूपमा जुन हामीले डिभाइसेसहरू प्रयोग गरेका छौँ, धेरै एप्लिकेसन्सहरू प्रयोग गरेका छौँ र धेरै कुराहरूमा हामी अहिले चाहिँ फेमिलियर जस्तो भइरहेका छौँ। त्यस सँगसँगै हामी कति सुरक्षित छौँ त? हामीले प्रयोग गर्ने डिभाइसहरू, हामीले प्रयोग गरेका एप्लिकेसन्सहरू कति सुरक्षित छन् भन्ने कुरा हरेक लेभलमा, चाहे त्यो कन्ज्युमर होस्, चाहे त्यो पोलिसी मेकर्स होस्, चाहे त्यो तपाईँको कुनै सर्भिस प्रोभाइडर्स होस्, सबै सुसूचित हुनु जरुरी छ भन्ने लाग्छ। कुशल सर, यसमा केही थप्न चाहनुहुन्छ? म फेरि ब्याङ्किङ सेक्टरलाई नै जोड्छु। आइएसपीले हामीलाई ब्याङ्कहरूको बिचमा जोड दिने काम गरिरहेको हुन्छ। अब आइएसपीमै सेक्युरिटी भएन भनेपछि त्यहीबाट आउने कनेक्सन हो र अनअथोराइज व्यक्तिहरू पनि त्यहीबाट छिर्छन्, अथोराइज व्यक्तिहरू पनि त्यहीबाट छिर्छन् हैन। त्यो अनअथोराइज व्यक्तिहरू छिर्दाखेरि आइएसपीले नै ब्लक गरिदियो भनेपछि त हैन, त्योबाट हाम्रो ब्याङ्कसम्म आउन सकेन हैन। त्यसकारणले आइएसपीले पनि धेरै त्यो जान्नुपर्ने जरुरी छ। सँगसँगै हामीले हाम्रो इन्टरनेटभित्र, हाम्रो ब्याङ्कको आफ्नो घरभित्र भनौँ न, त्यो भित्र पनि हामीले त्यस्तो खालको सेक्योर डिभाइसहरू युज गरेर, सेक्योर सफ्टवेयरहरू युज गरेर र आफै पनि अवेर भएर, जस्तो सिस्टमहरू अडिट गरेर टाइममा भल्नरेबिलिटीहरू टेस्ट गरेर हैन, कतिको भल्नरेबल छ त हाम्रो सिस्टम नै हैन, हामी आफ्नै वेबसाइट, आफ्नै इन्टरनेट ब्याङ्किङ कतिको सुरक्षित छ त भन्ने कुरा पनि हामीले त्यो इन्फर्मेसन सिस्टम अडिट भन्छ त्यो पनि गराइरहेछौँ हैन, गर्दै गइरहेछ। जुन राष्ट्र ब्याङ्कले पनि त्यसलाई महत्त्वपूर्ण दिइरहेछ, उसको आइटी गाइडलाइन्समा पनि यो हुनुपर्छ भनेको छ हैन। त्यसकारण त्यो गराउँदाखेरि, त्यो सबै अडिटहरू हुँदाखेरि के हुन्छ त, अनि हामी सेक्योर बन्न जान्छौँ क्या। त्यसलाई ध्यान आकर्षण गर्नको लागि हामीले यो कन्फरेन्स पनि फाइनेन्सियल पेमेन्ट सिस्टममा हो भने त्यो कन्फरेन्सले अलिकति उहाँहरूलाई धेरै बेनिफिट हुन्छ कि भन्ने हामीलाई लाग्यो। हुन्छ, समय र संवादको लागि दुवैजनालाई धन्यवाद। दर्शकवृन्द, कार्यक्रम द कनेक्सनमा आज हामीले मुख्यतः आइटी सेक्युरिटीका विषयमा कुराकानी गरौँ, यसै क्षेत्रका विज्ञहरूसँग यस विषयमा कुराकानी गऱ्यौँ। हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। अन्य श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। आजका लागि म लगायत हाम्रो सम्पूर्ण युनिट कार्यक्रमबाट बिदा हुन्छौँ। नमस्कार। brought to you by Kangaroo Education Foundation, for genuine and authentic counseling. Think Kangaroo.
इकोट्याग नेपालसँगै अघि बढ्दै।